आदरणीय दर्शक महानुभाव नमस्कार। यतिखेर मैले उहाँलाई पनि नमस्कार गर्न चाहे। अबको चुनाव यतिखेर चुनावी माहौल नेपालमा तीव्र रूपमा अगाडि बढिरहेको छ। तपाईको भोट केमा ठ्याक्कै बताउनुहोस्। आजको दिनमा जनतालाई क्लियर गरिदिनुहोस्। तपाईले भोट केमा हाल्ने? तपाईले भोट विकास प्रेमी नेतालाई भोट हाल्ने तपाईले केमा ठ्याक्कै बताउनुहोस् त। क्लियर बताउनुहोस्। यहाँ भन्दा अगाडि पनि धेरैले जिताएर आइसक्यौं। हामीले केही गर्नु भएन। अलमल नगर्नुस्, जनतालाई अलमल नपार्नुस्। तपाईले भोट केमा हाल्ने? प्लिज बोल्न त दिनुस्। बोल्नै दिनुहुन्न त। तपाईलाई मलाई थाहा छ तपाईले भोट यतिखेर मोबाइललाई दिदै हुनुहुन्छ। तपाईको भोट मोबाइलले हो कि हैन भन्नुस्। तपाई आफै भन्नुहुन्छ मोबाइललाई भनेर। तपाई किन भोट नहाल्ने? हाल्ने नि तपाईले भोट। हाल्ने अनि भोट मोबाइललाई किन हाल्नुहुन्छ हाल्ने? म पनि मलाई थाहा नेपालको छ। नागरिक हो नि भोट त किन नहाल्ने? बताउनुस् फेरि जनतालाई बताउनुस् भोट केमा हाल्ने? नठाल्नुस् तपाईले। हेर्नुस् आजको दिनमा मोबाइललाई भोट हाल्ने एकजना मान्छे मैले भेटेको छु। तपाईहरुले पनि कृपया मित्रहरु मोबाइललाई भोट हालेर सहयोग गरेर जिताउनुस्। ऋषि धमला तपाईहरुको साथमा छ। थ्यांक यू सो मच। धन्यवाद।